क्लास 11 इनअर्गानिक केमिस्ट्रीबाट चाहिँ 20 मार्क्स आउँछ। यहाँ केही मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू छन्, जस्तै सो द्याट नेसेन्ट हाइड्रोजन है त, हाइड्रोजन छुट्यायो यहाँ, हाइड्रोजन इज मोर रियाक्टिभ देन मोलिकुलर हाइड्रोजन है, यो पनि एकदम इम्पोर्टेन्ट छ। आइसोटप्स अफ हाइड्रोजन विथ युजेस है त, यसबाट चाहिँ एमसिक्युजमा सोध्न सक्छ। एप्लिकेसन अफ D2O है त, हेभी वाटर एन्ड हाइड्रोजन एज फ्युल है त, यो पनि एकदमै इम्पोर्टेन्ट छ है त। डिफाइन एलोट्रपी र एलोट्रपिजमलाई डिफाइन गर्ने पनि आउन सक्छ है। टाइप्स अफ अक्साइड अफ अक्सिजन एकदमै इम्पोर्टेन्ट छ यो। ओजोन लेयर डिफ्लेक्सनको कज इम्प्याक्ट र यसको चाहिँ सिएफसिएल चाहिँ कसरी डिफ्लेक्ट हुन्छ भनेर चाहिँ आउन सक्छ। र स्ट्रक्चर अफ ओजोन छ, स्ट्रक्चर रिजन अफ इनर्टनेस अफ नाइट्रोजन भयो। एमोनिया चाहिँ कपर सल्फेट, वाटर, FeCl3 होइन, हाइड्रोक्लोरिक एसिड, अक्सिजन, मर्क्युरस नाइट्रेट, पेपर है त, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अहिले त थोरै गाह्रो पनि छ अरूभन्दा, त्यसैले याद गर है त। अर्को हार्मफुल इफेक्ट अफ एमोनिया पनि इम्पोर्टेन्ट छ। नाइट्रिक एसिड चाहिँ आइरनसँग, कपरसँग, जिङ्कसँग, म्याग्नेसियमसँग, कार्बनसँग, सल्फर डाइअक्साइडसँग, हाइड्रोजन सल्फाइडसँग है त, यति थाहा पायो भने चाहिँ भइहाल्छ। रिङ टेस्ट अफ नाइट्रेट आयो एकदमै इम्पोर्टेन्ट छ। अर्को छ प्रिपरेसन अफ हेलोजन, पनि धेरै पटक आएको छ। हेलोजन विथ वाटर, अल्काली, एमोनिया, ब्लिचिङ पाउडरसँग चाहिँ रियाक्ट भएको पनि आएको छ धेरै पटक। टेस्ट अफ हेलोजन एकदमै इम्पोर्टेन्ट छ है त। प्रिपरेसन अफ हाइड्रोजन हेलाइड विथ युजेज, कार्बन मोनोअक्साइड विथ मेटल, नन मेटल एन्ड युजेज एउटा छुटेछ, कार्बन मोनोअक्साइड इज मोर पोइजनियस है त, पोइजनियस वाइ, कार्बन मोनोअक्साइड चाहिँ किन पोइजनियस हुन्छ भनेर चाहिँ आएको छ। प्रिपरेसन अफ फोस्फाइन भयो। प्रिपरेसन अफ हाइड्रोजन सल्फाइड बाई किप एपार्टस, यो पनि एकदमै इम्पोर्टेन्ट छ। यसको चाहिँ प्रिपरेसन अफ हाइड्रोजन सल्फाइड बाई किप एपार्टस, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ है त। ग्याङ्ग्लिक फ्लक्स लाइक, यसको एसिडिक फ्लक्स कुन हो, बेसिक फ्लक्स कुन हो भनेर एमसिक्युजमा सोधिन सक्छ। क्याल्सिनेसन र रोस्टिङ चाहिँ यसको डिफ्रेन्स बिट्विन सोधिन सक्छ है त। पोलिङ कसरी गरिन्छ यसको प्रोसेस लेख भनेर आइदिन सक्छ। अर्को छ स्टेबिलिटी अर सोलुबिलिटी अफ कार्बोनेट सल्फेट नाइट्रेट, यो चाहिँ एमसिक्युजमा सोधिन सक्छ। त्यसै गरी आयन पम्पलाई सोडियम पोटासियम पम्प र सोडियम ग्लुकोज पम्प गरेर दुईवटा डिभिजन गर्न सकिन्छ। सोडियम पोटासियम पम्प चाहिँ प्राइमरी पनि भन्छ अथवा फर्स्ट पनि भन्छ। प्राइमरी पम्प, ग्लुकोज सोडियम ग्लुकोज पम्प चाहिँ सेकेन्डरी पम्प हो होइन। यसमा यो सोडियम पोटासियम पम्पमा चाहिँ कतिवटा सोडियम दिएपछि कतिवटा पोटासियम चाहिँ निकालिन्छ भनेर सोधिन सक्छ एमसिक्युजमा।